बिन्दी सर प्लिज रोहित भाइ तिमीले क्याप्टन छाड यार। अनि त्यो मल्ल भाइ चाहिँ कसको फोर्समा हैन तिम्रो कारण गर्दाखेरि खेलाएको कि तिम्रो आफ्नो दोस्ती यारी साथीभाइ भनेर के हो? आमा के यस्तो बिजोग हो यार। अलिकति लाज शरम छैन यार। तिम्रो कति गेम भइसक्यो रन आएको छैन, कतिवटा जिम्मेवारी भन्ने कुरा हुँदैन एउटा। यो कुनै एउटा टेस्ट म्याच होइन क्या, यो वान डे म्याच होइन क्या, यो T20 को वर्ल्ड कप क्वालिफाई हो क्या। यहाँ हामीले रन बटुल्न सकेनौँ, यहाँ हामीले पोइन्ट बन्न सकेनौँ भने हामी दुनियाँ सारा नेपाल जतिजना समर्थक हुन्छ नि, यो कति वर्षको मेहनत खेर जान्छ क्या। हाम्रो पास दाइको मेहनत छ नि, जुन पानीमा मिलाउने काम नरहने केटा हो यार। के खेले जस्तो यो आसिफ र भुर्तेलको त ल उनीहरूको स्टार्टिङ हो होइन, केही छैन। उनी ब्याट्सम्यानले गरेर त्यो पनि अब पछिल्लो समयमा त सुरुमा राम्रो गरिरहेको थियो आसिफले पनि, पछि उसले पनि अब रोहित आएपछि टुकटुक गरिरहेको थियो उसले पनि उसको 50 को लागि। अब बिचराले होइन आफ्नो स्कोर बनाउनलाई चाहिँ अब टुक्काटा खेलेर अब 48 बलमा 51 रन बनाएर आउट भयो होइन। अब यो के गरे अब यस्तो यो दिपेन्द्र 1-2 बलमा 1 रन बनाएर आउट भयो, त्यो ठिकै छ बरु होइन, केही छैन क्या। हामीले कमसेकम हान्न कोसिस त गरे हो नि त उसले होइन, एकचोटि स्कोर गरेर अब टिमको लागि स्कोर बनाउन खोजेको, त्योसम्म ठिक छ क्या। अनि बाँकी मल्ल के हो बाफले, त्यो 12-13 ओभरमा आएर त्यस्तो के खेलेको हो, जबकि 16 ओभरमा 100 रन बनाएको छ। अलिकति रिक्स लिनु पऱ्यो नि यार, हान्नु पऱ्यो नि झ्याम्का झाम। कोसिस गर्दा त कमसेकम हान्न भने त केही छैन, ल हानेन सकेन भन्ने हुन्छ क्या। हान्दै नहान्ने कोसिस अनि खालि टुक्क खेल्दै हुन्छ त। टेस्ट म्याच भन्दा पनि खत्तम म्याच खेलेर हुन्छ बाफ्रे, के गरे जस्तो यस्तो। अलिकति लास्ट शरम, अलिकति एउटा इगो हुनुपर्छ क्या, हट हुनुपर्छ क्या। रन छैन स्कोरमा होइन, 0 भइरहेछ अहिलेमा, अलिकति 200 प्लस बनाउनुपर्छ। अनि आदिल भाइलाई किन नखेलाएको? आदिललाई कति बेटर छ यार, धेरै बेटर हुनु, अलराउन्डर यार, त्यति राम्रो फर्ममा भइरहेको मान्छे। साहेब आलम राम्रो खेलिरहेछ, लोकेश बम बेटर छ, कुशल मल्ल, सन्दीप जुरा पनि खासै देखेन। उसले 3-4 काम हेरिसक्यौँ होइन, उसको पनि खास छैन क्या होइन। अब मल्ल भयो, रोहित तिमी आफै पनि रेस्ट गरे हुन्थ्यो, किन तिम्रो फर्म छैन, कति भइसक्यो। आफूले लाज शरम मान न केटा हो यार। कस्तो यो साह्रो ढिट यार, जबरजस्ती यार। खेलेको छ मान्छे हेर्दा लाज शरम भन्ने हुँदैन यार। 2-4 दिन रेस्ट गर, 2-4 गेम रेस्ट गर, अनि आऊ न फर्ममा बरु। के गरे हो यस्तो यो? 20 बल खेलेको छ, 18 रन बनाएको छ, 25 बल खेलेको छ, 20 रन बनाएको छ। बरु 3 गेम खेले, 4-5 बल खेल, बरु 20 रन 25 रन बनाएर आउट हो न। त्यसमा बरु तिमीलाई सबैले सम्मान गर्छ, माया गर्छ। जस्तै गुसन भाइले हेर त, 4 बल खेलेर 14 रन बनाएर गयो क्या, यो राम्रो हो नि त। उनी लास्ट टाइम पनि उसले चाहिँ रन हान्नु खोजेको थियो होइन, तर क्याच आउट भयो, त्यो केही भएन क्या। दिपेन्द्रले पनि हान्नु खोजेकै हो होइन, उसको पनि क्याच आउट भयो, त्यस्तै छ क्या। अनि हाम्रो अब मल्ल भाइ अब लेफ्ट बढाएर छ, लेफ्टमा उस पनि ब्याट्सम्यान हो, हान्नुपर्नेमा उसले अब रोटेट गरेर दिपेन्द्रलाई दिइरहेछ। लेफ्ट हान्दा त राम्रो हुन्छ नि त होइन, रन हान्दालाई सजिलो हुन्छ, रन पनि लाग्छ। के गर्नु, डुबायो क्या अब यस्तो गेम खेल्छ। कृपया यो विषयमा ध्यान दिनु पऱ्यो है, क्यानले ध्यान दिनु पऱ्यो। अनि हाम्रो कोच सरले पनि अब यो विषयमा चाहिँ भएन कि, साह्रै भएन यो। रन नआउने प्लेयरहरूलाई चाहिँ, फर्म आउट हुनेलाई चाहिँ आउट गर्नु पऱ्यो, भएन यो, साह्रै भएन। यस्तै भयो भने त कसरी हुन्छ यार, रन नहानेपछि त कसरी हुन्छ त हौ, कसरी अगाडि बढ्ने। कति बलरले मात्रै गेम जिताउने हो, जहिले बलरले मात्रै गेम जिताउने हो, जहिले यार।